रोटी बनाउँदै हुनुहुन्छ के अरे दिदी बहिनीले। हेर्दै यो रोटी यस्तो खाले यसरी चल्नेछ लीला। ए आज सोमबार ए हो त नि ओके होइन यहाँ टोपरी फुट्न भनेर बोलाउनु भएको कि हामीलाई त्यही भनेर आएको। यहाँ त रोटीको पो हैछ सोमबार भएर थालेको त केही पनि हुन्थेन के अरे हामी त्यही नै भनेर हो आएको। ठिकै छ अब केही भएन। रोटी बनाउनु थाल्नु भयो रहेछ यता यति राम्रो रोटी बनाउनु हाम्रो दिदी बहिनीले। हामी ढिला पो आइसके जम्ता लिएर कति छिटो कति छिटो कति छिटो टिकटक होइन कि टिकटक होइन दिदी। देखाउनु पर्यो नि हजुरहरूलाई नि यति दुःख गरेको मान्छेलाई त परेन र। दिनभरि रोटी बनाउनु भयो रहेछ यसरी फिने रोटी राम्रो फिने रोटी बनाउनु पर्छ। यता फेरि के खाले रोटी के भन्छन् यिनी रोटीलाई अरे लीला झर रोटी भन्छ के अरे यसको नाम डिजाइन होला थरी थरी बिहामा त थरी थरी बनाउनु पर्छ भन्छन् खै अझै पोरी छैन के आफै त बस्नुहोस्। ल यी टोपरी फुट्दै हुनुहुन्छ हाम्रा दिदी बहिनीले आमाहरूले। हिजो टोपरी फुट्न आएको हिजो सोमबार भएर रोटी बनाएर गयौँ। कसैले यता घिउ तताउँदै हुनुहुन्छ। यता हेर्नु बहिनी यता दिदी भन्ने कि बहिनी भन्ने खै घिउ यहाँ बिहा गरेर आएको छौँ है हामी बिहा गरेर पर्सि बिहा हो यहाँ बाबुको बिहा गरेर छौँ। कसैले टोपरी फुट्नु थाल्नु भयो। यता दिदी कुर्सी यता दिदी उता नजानी भएर होला कसो हो दिदी। यता आमा यता देखिनु न ल यता दुलाको फुपू ए बदाको बिहामा आएको हजुर। ल यता फेरि दुलाको ठुली मम्मी हो न उता फेरि ठुली मम्मी नै हो। ए यता हामी छिमेकी हामी उता नि छिमेकी दिदी हुनुहुन्छ। यसरी हामीले पात फोड्दैछौँ साथीहरू। यता हेर्नुहोस् मलाई माया गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला। यता दिपा हेर ल भन मेरो आन्टीलाई लाइक कमेन्ट सेयर गरिदिनु ल। मेरो माइत मम्मी हुनुहुन्छ मेरो मम्मी पनि आउनुभयो मसँग सँगै पात फुट्न। बिचरा बिरामी हुनुहुन्छ खोकी लाग्छ कि हेर्ने त्यही पनि छोरीसँग जान्छु फुट्छु 2-4वटा भए पनि भनेर आउनुभयो के हेर्ने फुट्नु पर्यो। फेरि यता पनि देखाउनै पर्यो जताततै सबैलाई म आइन भन्नु होला। ल गाइदिनु त त्यति हो। ल कृष्ण दिदी ल के भन्नुहुन्छ यता ल भन्नु त मेरो बहिनीलाई माया गरिदिनु ल भन्नु। मेरो भिडियो क्यामेरा गर्ने पार्वती ल भन्नु त के भन्ने हो पार्वती भन्नु ल भन्नु युट्युबमा गएर एकदम युट्युबमा गएर लाइक सब्सक्राइब अनि सबै कमेन्ट सेयर सबै गरिदिनु होला। धेरै धेरै फलो बढाइदिनु होला। आफैले पनि गरिदिनु पर्यो नि अरूलाई मात्रै भनेर हुन्छ र ल सबिता दिदीले के भन्नुहुन्छ ल भन्नु। मैले त युट्युबै हेरे हैन अहिलेसम्म ल फेसबुक चाहिँ हेर्छु टिकटक चाहिँ हेर्छु गरिदिन्छु। पहिला त भन्नेले युट्युबमा गर्न पर्यो हामीलाई नि सिकाउनु पर्यो होइन हजुर युट्युबतिर नगए नि अरू जानीलाई भन्दिनु त ल। जानी जतिले सेयर गरिदिने यता नानी दिदी ल
ल हजुरले के भन्नुहुन्छ भन्नु त बहिनीलाई धेरै फलो गरिदिए लाइक कमेन्ट सब्सक्राइब धेरै धेरै यता फेरि धारो बिग्रेर यहाँ हाम्रो सुषमा बाबु यहाँ बनाउनु आउनुभयो यता हेर त हजुर हाम्रो सुषमा बहिनीलाई भाइरल बनाइदिए सबैले फलो गरिदिए रे थ्याङ्क यू दिदी सबैजनालाई धेरै धेरै धन्यवाद है मम्मी छुट्नु भएको थियो यता दुलाको मम्मी हुनुहुन्छ यहाँ ड्युटी सम्झिन होइन हजुर ए त्यही त छोरीको सासू त्यही त ए रमाइलो छ यता त भिडियो गरेको दिदी यो अब नास्ता चिया नास्ता खाने समय भएको छ रोटी त्यही त नि रोटी हिजो देखाएको गरे हिजो देखाएको यिनी रोटी हजुर त्यही रोटी देखाउनु भन्नु है टोक्री नास्ता खाने समय भएछ नास्ता नास्ता देखाउनु पर्यो भनेर सबैलाई नदेखाउने सबैलाई ए त्यही त यत्र टोकरी बहु त फुट्ने हात पाता हो क्या हो बचाउनलाई टोकरी बहु त बचाउनलाई हेर कति बाठा हुन् ए बरै ए दिदी यत्रो दिनभरि 2 दिन लाएर टोकरी फुटेर पाता हात दिने हो क्या हो